हेलो गाइज वेलकम ब्याक टु माई च्यानल। हजुरहरूलाई आजको भ्लगमा स्वागत छ। सो मैले चाहिँ धेरै दिनपछि चाहिँ भ्लग बनाएर चाहिँ होइन केही समय चाहिँ म ग्याप भएँ। त्यही हो अलिकति परिस्थिति अनुसार मैले चाहिँ भिडियो पनि हालेको छैन। अनि मेरो अहिलेको टाइम भनेको एकदम नाजुक अवस्थाको घडीमा थियो कि त्यस कारणले चाहिँ मैले भ्लग पनि हालेन त्यति। अब चाहिँ मेरो चाहिँ टाइम फुल टु फुल अलि हुन्छ नि। अब टाइम चाहिँ हुन्छ क्या मेरो भिडियो बनाउने यताउति गर्ने टाइम चाहिँ हुन्छ। हिजो अस्तिको टाइममा चाहिँ मेरो एकदम समय पनि नाजुकै थियो, त्यस कारणले मैले भिडियो पनि हालेन। अनि अब चाहिँ मेरो चाहिँ अब टाइम पनि अब पुग्छ होला ट्याक्क लगाएर अब मस्तसँग भिडियो बनाउने होइन। तपाईँहरूलाई चाहिँ भिडियो डेली नभए पनि दुई दिनमा एउटा भिडियो हाल्न सक्ने चाहिँ मेरो अब चाहिँ टाइम हुन्छ। त्यही हो अब चाहिँ ट्याक्क लगाएर दादाको भ्लग युट्युबमा पस्किन्छ साथीहरू। ट्याक्क लगाएर अब चाहिँ के गर्नुपर्छ है साथीहरू युट्युबमा। कहाँ गयो भतिज? ओ भतिज कहाँ गयो भतिज? ए भतिज चाहिँ ट्याक्क लगाएर तल बसिरहेको छ। मेरो भतिजले पनि देखाएको छैन। त्यही साथीहरू धेरै दिनपछि भिडियो बनाएर होला मेरो हात पनि गलिसक्यो मोबाइल समात्दा ट्याक्क लगाएर। मेरो घर देख्न सक्नुहुन्छ दृश्य, अहिले घरको दृश्य यस्तो भइरहेछ साथीहरू हाम्रो। अनि त्यो चाहिँ हाम्रो चाहिँ अस्ति मेरो भाइहरूको व्रतमान गरेको थियो। त्यो व्रतमान गर्दाखेरि बनाएको हो। त्यो तोरण भन्छ त्यसले। ट्याक्क लगाएर गाउँै यस्तो अहिले हरियाली भइरहेछ। हिजो अस्ति पानी परेर होला ट्याक्क लगाएर पुरै हरियो भइरहेछ रुखहरू सबै। ट्याक्क लगाएर पानी चाहिँ एकदम खानुपर्छ। फेरि गर्मी छ गर्मी नि, तर माथितिर लेकतिर चाहिँ त्यति गर्मी हुँदैन। बेसीतिर म 9 दिन जति बस्यो यस्तो गर्मी होइन कि अब तल त म बसेको चाहिँ तल खरिन्दारमा थियो क्या। मेरो चाहिँ एक्जाम थियो, एससीको एक्जाम थियो। त्यसको लागि तयार गर्नको लागि म चाहिँ तलै कोठा लिएर बसेको थियो होटलमा। यस्तो गर्मी होइन कि राति फ्यान चलाउँदा सुत्दा यस्तो पसिना हुने कि त्यस्तो पसिना हुने। त्यस्तो पसिना आई रातभरि पढेर पनि हामीले एक्जाम दिएर पनि सक्यौँ ट्याक्क लगाएर। अब चाहिँ केही समय चाहिँ फ्री हुन्छ, त्यो फ्री समयमा चाहिँ मैले भ्लग सक यताउति हेर्नुपर्ने हुन्छ साथीहरू। साथीहरू फाइनली भतिजलाई पनि मैले देखाइसक्यौँ। ऊ पनि मेरो भ्लगमा डेली आइरहन्थ्यो। कहाँबाट ल्याइस् तैँले? कहाँ चोर्या भन्दा चोर्या होला? कसो चोर्या भन्नु न भारी के भन्नु त अब ल। अब यसलाई चाहिँ मैले बन्दुक सन्दुक यताउति सबै बनाउनु पर्ने हुन्छ। यसले चाहिँ बन्दुक भनेर चाहिँ मलाई के फुकाल्ने? यो फुकाल्ने? साँच्ची यो माथिबाट फुकाल्ने हो कि? ए कस्तो हेर ल। ए तलबाट हो? ए आइयो यहाँ इङै छैन। के को इङ हाल्ने त अनि? डटबिनको इङ हुन्छ त अनि लाटा। यसको नयाँ जुगाड देख्न सक्नुहुन्छ। मसी चाहिँ हाल्ने, यसमा चाहिँ अर्कै इङ लाग्छ। यसले चाहिँ डटबिनको इङ हालेर छैन फेरि। आम्मा आइडिया चाहिँ मेरो भतिजको हो कि। अनि भतिज मेरो बुकेट छ नि थाहा छ दाजु? बुकेट हेर्न भने बुकेट होइन हो बुकेट अस्ति के त मेरो बिदाई गर्दाखेरि दिएको त्यो दिएको हेर त कस्तो देख्छ हाम्रो भतिज। कालो पर्ला तेरो यता हेर त। ट्याक्क लगाएर भतिजलाई गिफ्ट नलिने? ए लिक न बाबा लिक। ल भतिज तिमीलाई ल यो यतिकै हो क्या। चाहिँदैन? ए हो र? किन नचाहिने हो र? जेसुले दिनुपर्ने यस्तरी अब मैले दिएर कहाँ हुन्छ त मोरोलाई।
ल साथीहरू यो चाहिँ मेरो अस्ति एसी दिन जाने बेला चाहिँ गिफ्ट दिएको फ्लावर बुकेट है। यसले के भन्छ रे? यसले के भन्छ रे? यसले मुखमा इङ लागिसक्यो गदा। इङ लागिसक्यो इङ। खै कुन लेख्छ पढ्नामै लेख्छ। ट्र्याक कलर यसले राख्नुपर्छ। यो त हेर त मुख हेर त कालो भइसक्यो त इङले। खै म हालिदिन्छु। इङै सकिसक्यो त अनि हेर त थाप छैन इङ। हुन्छ लेख्छ होला अब हेर त। के छ त बाबु हालखबरतिर? सब ठिकठाक छ नि? ऊ चाहिँ मिलन यत्रो भइसक्यो नि। आम्मा कति वर्ष भयो? तेरो बर्थडे कहिले रे? तेरो बर्थडे कहिले रे? हो र? होइन होला भतिज तँलाई थाहा छ मेरो बर्थडे आइसक्यो नि? 14 अब आउने 14 गते 4 गते वैशाखको।